ल आजको हाम्रो भिडियोमा हामी नम्बर सिस्टमको बारेमा पढ्छौँ। यो हाम्रो कम्प्युटर बुकको च्याप्टर हो है। ल यो च्याप्टर मैले क्लास 6 लाई, क्लास 7 लाई र क्लास 8 लाई हुने गरी नै पढाएको छु। सो तिमीहरूले चाहिँ के गर्नु पर्यो भने आफ्नो बुक हेर्ने अनि जुन पार्टहरु छ त्यो नै पढ्दा राम्रो, अरु धेरै पढ्नु पर्दैन। तर क्लास 8 ले चाहिँ सकेसम्म यो सबै पढेको चाहिँ राम्रो है। सो लेट्स स्टार्ट द च्याप्टर। नम्बर सिस्टम चाहिँ कस्तो खालको हो भने यो चाहिँ काउन्टिङसँग रिलेटेड हुन्छ ल है। अनि यो गर्नको लागि युज हुने सिस्टम हो क्या यो चाहिँ। अनि नम्बर सिस्टममा चाहिँ सिम्बल्सहरु हुन्छ अनि नम्बर्सहरु हुन्छन् अनि त्यही नम्बर्स र सिम्बल्सहरु चाहिँ के हुन्छ गर्ने बेलामा युज हुन्छ क्या। अब एक्जाम्पलमा के लिँदा हुन्छ भने तिम्रो एज नै हेर, तिम्रो एजमा नम्बर छ हैन त। त्यसपछि तिम्रो पिरियड्सहरु हेर, तिमीहरूले सब्जेक्टहरु पढ्छ होला हैन त। पिरियडहरु नै हेर, त्यसमा नि नम्बरहरु युज हुन्छ है। भन्नु खोजेको हाम्रो डेली लाइफमा नै नम्बर सिस्टमहरु युज भएर हुन्छ, बट हामीलाई थाहा चाहिँ हुँदैन क्या। बुझ्यो नि त्यति कुरा। र त्यो बेसिक कुरा चाहिँ यति नै हो। अर्को चाहिँ के छ भने नम्बर सिस्टमको डेफिनेसनहरु छ, तिमीहरूले आफ्नो क्लास अनुसार लेख्दा राम्रो है त। त्यसपछि अर्को हेर, यहाँ तलपट्टि के लेखेको छ भने काइन्ड्स अफ नम्बर सिस्टम छ भनेको नम्बर सिस्टमको टाइप्सहरु है। अब नम्बर सिस्टम हेर्ने हो भने दुई थरीको हुन्छ। एउटा हुन्छ हाम्रो पोजिसनल नम्बर सिस्टम, अर्को हुन्छ नन पोजिसनल नम्बर सिस्टम। अब हेर ल, यो पोजिसनल नम्बर सिस्टम र नन पोजिसनल नम्बर सिस्टममा चाहिँ यो पनि बुझ्नुपर्छ हामीले हैन त। सो सुरुमा हामी बुझ्छौं नन पोजिसनल नम्बर सिस्टमको बारेमा। नन पोजिसनल नम्बर सिस्टम भने चाहिँ कस्तो खालको पोजिसनल नम्बर सिस्टम हो भने जब कुनै पनि हैन पुरानो जमानामा जब नम्बर्सहरु नभएको बेलामा, सिम्बल्सहरु मान्छेले नलिरहेको बेलामा हैन, उनीहरूले के गर्थ्यो भने गन्नको लागि क्या, काउन्टिङ गर्नको लागि उनीहरूले के युज गर्थ्यो भने हेर त मैले माथि लेखेको छु। In ancient time, when proper number system did not exist, people used pebbles, sticks, fingers, or hands, and many other objects for counting. भन्नु खोजेको पुरानो नम्बरहरु नभएको बेलामा मान्छेहरूले के गर्थे, पेबल्स भनेको सानसानो ढुङ्गाहरु युजहरु गर्थे क्या गर्नको लागि। त्यसपछि लट्ठीहरु युज गर्थ्यो रे हैन, अम्लाहरु भयो, हातहरु युज गर्थ्यो रे क्या। सो यस्तो खालको हैन सिस्टमलाई, यस्तो खालको काउन्टिङ सिस्टमलाई हामीले के भन्छौं, नन पोजिसनल नम्बर सिस्टम भन्छौं। त्यसरी नै हेर्छौ भने पोजिसनल नम्बर सिस्टम भनेको हाम्रो अहिले जुन चलिरहेको छ मोडर्न नम्बर सिस्टमहरु क्या है। 0 देखि 9 सम्म नम्बरहरु युज गर्छौं। अन्त सिम्बलहरु हुन्छ। सिम्बलहरु अहिले म भन्छु तिमीहरुलाई सिम्बल चाहिँ कस्तो हुन्छ भनेर है। आज नम्बर चाहिँ तिमीहरुले बुझिहाल्छौ हैन त। सो यति कुरा हो काइन्ड्स अफ नम्बर सिस्टममा है। नन पोजिसनल नम्बर सिस्टम भनेको चाहिँ एन्शियन्ट टाइममा युज गर्ने काउन्टिङ सिस्टम भयो। पोजिसनल नम्बर सिस्टम भनेको चाहिँ अहिले हाम्रो मोडर्न सिस्टमहरु भन्दा हुन्छ। अब तलपट्टि हेर, टाइप्स अफ पोजिसनल नम्बर सिस्टम भन्ने छ। टाइप्स अफ पोजिसनल नम्बर सिस्टम है। अब हाम्रो कतिपय 6 7 को बुकमा हैन त, अहिले त हुन त अहिलेको 8 को बुकमा नि के छ भने सिधै टाइप्स अफ भनेको काइन्ड्स अफ नम्बर सिस्टममा सिधै यो चारवटा नम्बर सिस्टमहरु छ क्या। सो तिमीहरुले डाइरेक्टली यो चार नम्बर पढ्दा नि हुन्छ, बट पुरानो बुकहरुमा चाहिँ कस्तो हुन्थ्यो भने सुरुमा काइन्ड्स अफ नम्बर सिस्टमको यो दुईटा देखाउँथ्यो हैन त। यो दुईटा देखाइसकेपछि अनि पछि चाहिँ टाइप्स अफ पोजिसनल नम्बर सिस्टम भनेर यो चारवटा पढाउँथ्यो क्या। अब अहिलेको बुकमा चाहिँ के छ भने सिधै टाइप्स अफ नम्बर सिस्टममा यो चारवटा पढाउँछ, तिमीहरुले यसरी पढ्दा पनि भइहाल्छ। ल त्यसो भए हेरौँ है त, टाइप्स अफ पोजिसनल नम्बर सिस्टम भनेको अहिलेको मोडर्न सिस्टममा चारवटा सिस्टमहरु छ। हामीले कम्प्युटरमा चाहिँ चारवटा मात्र पढ्ने हो। सुरुमा छ हाम्रो डेसिमल नम्बर सिस्टम, त्यसपछि छ बाइनरी नम्बर सिस्टम, त्यसपछि छ अक्टल नम्बर सिस्टम अनि लास्टमा छ हाम्रो हेक्साडेसिमल नम्बर सिस्टम। यसको बारेमा पनि हामी के गर्छौं, डिस्क्रिप्सनमै पढ्छौं है त, एक्सप्लेनेसनहरु हेर्छौं। ल हेरौँ है त। ल सुरुमा चाहिँ हाम्रो डेसिमल नम्बर सिस्टम। अब हेर, यो पोजिसनल नम्बर सिस्टमको टाइप्सहरु पढ्नु भन्दा अगाडि तिमीहरुलाई बेस र डिजिट्सहरु थाहा हुनुपर्छ। ल डिजिट्सहरु भनेको त्यही नम्बर्सहरु भइहाल्यो। अनि बेस भनेको सिम्बल, अघि मैले भने नि सिम्बल थाहा हुनुपर्छ भनेर, त्यो चाहिँ हाम्रो बेसलाई भन्छ। ल अब यहाँ हेर, मेरो यो कर्सरलाई हेर है, म भन्छु डिजिट्सहरु चाहिँ यिनीहरु भइहाल्यो। र यहाँ माथिबाट लेखेको छ नि 6 8 4 5 हैन त। तिमीहरुले यता पनि हेर्न सक्छौ 0 1 2 3 4 5 6 7 8 9 हैन। यिनीहरुलाई हामीले डिजिट्स भन्छौं भने यो बेस छ नि, बेस चाहिँ हामीले कसलाई भन्छौं भने तलपट्टि हेर त, डिजिट्सको तलपट्टि टक्क झुन्डेको हुन्छ राइट साइडमा है। त्यो तलपट्टि राइट साइडमा झुन्डेको नम्बरलाई अथवा सिम्बललाई
हामीले के भन्छौँ बेस भन्छौँ। अब बुझ्यो नि त बेस भनेर डिजिट भनेको ल। यो एउटा कुरा बुझिसकेपछि अब हामी फेरि टाइप्समा जाउँ। सुरुमा चाहिँ हाम्रो डेसिमल नम्बर सिस्टम। अब हेर डेसिमल नम्बर सिस्टममा के हुन्छ भने अब हेर ल यो यस्तो खालको नम्बर सिस्टम हो जसको चाहिँ बेस 10 हुन्छ अनि बेस 10 हुन्छ अथवा 10 नभएर हामीले डी पनि भन्न मिल्छ। यसलाई नै हामीले सिम्बल भन्छ क्या, यो अल्फाबेटिकल लेटरलाई नै हामी के भन्ने हो सिम्बलहरू भन्छौँ। अनि यो डी चाहिँ कसरी आउँछ र त ठ्याक्कै नामको फर्स्ट लेटर क्या, यहाँ डी छ भने यहाँ बी छ यहाँ ओ छ होइन, अहिले हामी पढ्छौँ। हेर त डेसिमल नम्बर सिस्टमको बेस 10 अथवा डी भयो अनि यो नम्बर सिस्टममा 10 डिजिट्स हुन्छ है। डेसिमल नम्बर सिस्टममा 10 डिजिट्स हुन्छ 0 देखि 9 सम्म। अनि एक्जाम्पलमा तलपट्टि हेर्न सक्छौ तिमीहरूले 68 ब्र्याकेट भयो अनि तलपट्टि यहाँ बेसमा 10 लेखाएको छ, यतापट्टि 45 गरेर डी लेखाएको छ है। ल हेरौँ है त 2 नम्बरमा बाइनरी नम्बर सिस्टम छ। बाइनरी नम्बर सिस्टममा चाहिँ के हुन्छ भने यसको बेस 2 हुन्छ अथवा हामीले बी लेख्न मिल्यो अनि त्यसपछि यो नम्बर सिस्टमसँग जम्मा दुईटा मात्रै डिजिट्स हुन्छ, त्यो भनेको 0 र 1 मात्र। अब तिमीले एक्जाम्पलमा हेर्न सक्छौ। एक्जाम्पलमा हेर 1 0 1 0 अनि बेसमा के लेखेको छ 2 लेखेको छ अनि 1 1 0 1 अनि बेसमा के छ बी छ। अब 3 नम्बरमा हेर फेरि 3 नम्बरमा छ अक्टल नम्बर सिस्टम। अक्टल नम्बर सिस्टममा चाहिँ के हुन्छ भने यसको बेस 8 हुन्छ अनि 8 अथवा ओ हुन्छ अनि त्यसपछि योसँग हुन्छ 8 वटा डिजिट्सहरू, 8 डिजिट्सहरू हुन्छ, त्यो भनेको 0 देखि 7 सम्म हुन्छ है। तिमीले एक्जाम्पलमा यो हेर्न सक्छौ 66 बेस 8 भयो त्यसपछि 43 छ अनि बेस ओ लेख्न नि मिल्यो है। दुवै एउटै कुरा हो, यहाँ ओ लेख्न नि मिल्छ, तिमीले 8 को ठाउँमा ओ लेख्न नि मिल्यो, यहाँ ओ को ठाउँमा 8 लेख्न नि मिल्यो ल। यो दुवै मैले देखाइदिएँ क्या, एउटा 8 लेख्न नि मिल्छ भनेर ओ लेख्न नि मिल्छ भनेर है। 4 नम्बरमा लास्टमा चाहिँ हाम्रो हेक्साडेसिमल नम्बर सिस्टम हो नि त। हेक्साडेसिमल नम्बर सिस्टममा हेर त बेस 16 हुन्छ अथवा हामीले एच लेख्न नि मिल्यो, त्यसपछि योसँग हुन्छ हाम्रो 16 डिजिट्स हुन्छ है, 16 वटा डिजिट्सहरू हुन्छ, 0 देखि 9 सम्म हुन्छ भने ए देखि एफ सम्म अल्फाबेटिकल लेटर्सहरू हुन्छ है, ए बी सी डी ई एफ गरेर 6 वटा लेटर्सहरू हुन्छ अल्फाबेटिकल। यसको एक्जाम्पल तलबाट हेर्न सक्छौ यस्तो रहेको छ है। अब यहाँ हेर ल यसमा अब नम्बर्सहरू लेखेर तलपट्टि बेसहरू चाहिँ किन दिन्छ भने थाहा पाउनलाई क्या, हामीले कुन चाहिँ नम्बर सिस्टम हो भनेर थाहा पाउनलाई है। जस्तै के हेर त 68 लेखा छ तलपट्टि 10 छ भने तिमीले के थाहा पाउनु पर्यो, 10 भन्ने बित्तिकै के थाहा पाउनु पर्यो यो नम्बर के हो डेसिमल नम्बर सिस्टम हो। अब तलपट्टि हेर त 2 अथवा बी छ भने के थाहा हुनु पर्यो यो नम्बर चाहिँ के हो, यो डिजिटहरू चाहिँ के कुन डिजिट रहेछ बाइनरी डिजिटहरू रहेछ भनेर क्या, बाइनरी नम्बरहरू रहेछ भनेर। त्यसरी नै तलपट्टि ओ र 8 छ भने अक्टल नम्बर हो भनेर बुझ्नु पर्यो अनि 16 र 8 छ भने चाहिँ के बुझ्नु पर्यो माथिको डिजिट्सहरू, त्यो माथिको डिजिट्सहरू के हुँदो रहेछ हेक्साडेसिमलहरू रहेछ भनेर। ल यति भइसकेपछि अब हामी अलिकति एक्सर्साइज गर्छौँ है। ल तलबाट एक्सर्साइजमा जाउँ। यहाँ त अलिकति थोरै चारवटा मात्र एक्सर्साइजहरू छ, यहाँ तिमीहरूले हेर अनि तिमीहरूले त्यहाँ भिडियो हेरेको बेलामै मनमै भन्दा नि हुन्छ ल। हामीले यहाँ सुरुमा चाहिँ हाम्रो 34 अनि यहाँ मैले डी लेखेको छु ल, यदि कसैलाई थाहा छ भने भन होइन, पज गरेर भन्दा भयो नत्र मैले अहिले भन्छु। र त 34 छ यहाँ बेसमा डी लेखेको छ, त्यसो भए यो नम्बर के भयो हाम्रो डेसिमल नम्बर भयो। त्यसरी नै 77 छ भने बेसमा ओ छ है भनेपछि कुन नम्बर भयो अक्टल नम्बर भयो। त्यसरी नै यहाँ 101 छ हेर है 101 छ बेसमा के छ 2 छ भनेपछि 2 बेस कसको हुन्छ बाइनरी नम्बर सिस्टमको हुन्छ। त्यसरी नै चौथो नम्बरमा हेर तलपट्टि बेस छ, बेस 16 भइसकेपछि यो के भयो हेक्साडेसिमल नम्बर सिस्टम भयो।